यहाँनिर यस्तो पल राखेको हुन्छ अनि यो पलबाट चाहिँ तुरुरु झर्छ। टोलीहरूको चरबर खुवाइदेखि भने डर लाग्ने होला फेरि यतिको चरबर कसले खाला है। त्यही भएर चाहिँ यो सब त्यस्तै हुन्छ। अमिलो आउँछ अनि यो अमिलोलाई हामी यो मिठो भ्यूको साथ एक सब्सक्राइब गरिदिनुहोस् हजुर, एक लाइक गरिदिनुहोस्। किनभने चाहिँ तपाईँको एक लाइकले, तपाईँको एक सब्सक्राइबले आई एम ह्याप्पी। Dizendo por aí que eu sou melodia de festa. हेलो म हो मम्बा टोली सोलरको प्यानल। वेलकम ब्याक टु माई न्यू च्यानल। सबैलाई स्वागत छ। नयाँ दिन, नयाँ सुरुवात, नयाँ कन्टेन्ट अनि त्यसपछि नयाँ प्रस्तुतिको साथै सबैजनालाई स्वागत भन्दै अनि अहिले चाहिँ तपाईँहरूलाई एउटा कुरा देखाउन चाहन्छु कि हाम्रो अर्ग्यानिक अमिलो चाहिँ कसरी निस्किन्छ, हाम्रो अर्ग्यानिक अमिलो चाहिँ कसरी बन्छ भन्ने कुरा चाहिँ हामी यहाँबाट सुरु गर्दैछौँ। अहिले चाहिँ सुरुमा चाहिँ हामी एउटा भाँडो लिख्नेछौँ अनि त्यसपछि त्यो भाँडोलाई चाहिँ अमिलोमा हामी हाल्नेछौँ। भाँडोमा चाहिँ हामी अमिलो बोर्डबाट झार्नेछौँ अनि त्यसपछिको प्रोसेसहरू के हुन्छ हामी हेर्नेछौँ। सुरुमा ओके हाम्रो यो भयो होइन, हाम्रो यो भयो सुरुमा। अनि त्यसपछि चाहिँ अमिलोको बोर्ड भानेर आइसक्यो हामी। हाम्रो अमिलो आउँछ अनि यो अमिलोलाई हामी गरेर चाहिँ हामी यसरी थुपार्नेछौँ अनि यसरी थुपारेपछि चाहिँ हाम्रो अमिलोहरू चाहिँ बोर्डतिर नि प्रशस्तै छ अनि यिनीहरू टिप्नुपर्छ 50%। त्यहाँ अनि हाम्रो यहाँ अर्ग्यानिक काठबाट बनाएको चाहिँ हाम्रो मेसिन हुन्छ, अर्ग्यानिक मेसिन हुन्छ काठबाट बनाएको। अनि त्यो मेसिनमा चाहिँ हाम्रो यो अमिलो लगेर चाहिँ मस्त पेल्नुपर्छ। अहिले चाहिँ हामी यो अमिलोहरू सबै झार्नुपर्छ, पाकेको हरियो जस्तोहरू होइन। हाम्रो यहाँ पाकिसक्यो, मतलब छिप्पिसकेको छ, सब बेला भइसकेको छ यो अमिलोहरू चाहिँ। यो अमिलोहरू चाहिँ पहिला फटाफट झार्छु अनि त्यसपछि मात्र हामी अर्को प्रोसेसमा जान्छौँ। जबसम्म यो हामी सबै अमिलो झारिसक्दैनौँ तबसम्म हाम्रो मेसिनमा लाने काम हुँदैन। त्यही भएर म यो सबै अमिलो पहिला फटाफट झार्छु है त। क्यामेरा सेट गरौँ। ल त अमिलो यसरी हो अमिलो झार्ने। बारुद भइहाल्यो हो अमिलो त्यहाँ टार्गेट अनि यस्तो ताक्ने होइन। त्यही हो, रुखमा चढौँ भने अब रुखमा चढौँ भने सक्दैन नि त। अनि त्यही यसरी नै गरेर गर्नुपर्छ, यसरी नै बाँसले झार्नुपर्छ, नत्र त यस्तो काँडाले फेरि यो काँडाहरूले घोच्यो भने त अनि सक्दैन नि त। त्यही भएर टार्गेट। अनि आज चाहिँ यो सबै भ्याउनु छ, यो सबै भ्याउनु चाहिँ मेरो काम हो आज। अनि त्यही भएर चाहिँ यो सबै यस्तै हुन्छ कि यस्तै हुन्छ अनि यस्तो घोचिन्छ अनि काँडा यस्तो हुन्छ अनि यस्तोले घोच्यो भने त अनि मान्छे जान्छ नि त। त्यही भएर झ्याउ भने यही हो क्या, काँडाले घोचिदिन्छ यहाँ अनि यसरी फालिदिन्छु, यसरी पछाडि फालिदिन्छु, फुत्ता टिप्दै पछाडि फालिदिँदै, फुत्ता टिप्दै पछाडि फालिदिँदै गरिदिन्छु। अनि अहिले पछि त्यहाँ थुम्से डोको राखेँ त्यहाँनिर अनि एकैचोटि टिप्ने। अस्ति नै टिपेर नि पेलिसकेको हो अनि आज चाहिँ आधी मात्रै छ, थोरै मात्रै छ आज चाहिँ, त्यही बाँकी छ। अनि आज पेलिदिउँ भनेर म यहाँ टिप्दै हालिरहेको छु। अनि आज चाहिँ म यो सबै भ्याउनु छ मेरो काम। यसमा चाहिँ झ्याउ हुने भनेको नै यही काँडाले घोच्छ कि यहाँ चाहिँ। अनि अरू चाहिँ अमिलोहरू यहाँ आइपुगिसकेको छ अनि यो भाँडाहरू भयो।
अब सिस्टम चाहिँ कस्तो छ भन्दाखेरिमा यसको चाहिँ अमिलो पेलले त्यो सुरुको हाम्रो अर्ग्यानिक मेसिन हेर्छौँ भने चाहिँ यसको मेसिन चाहिँ यस्तो छ है त। यो यस्तो भयो अनि त्यसपछि यहाँ यस्तो काठ हुन्छ अनि यो काठ चाहिँ यस्तो हुन्छ अनि त्यसपछि यहाँ चाहिँ अनि हामी खुट्टा राखेर चाहिँ अनि यहाँबाट यस्तो चेपेर चाहिँ यहाँनिर सिस्टम यस्तो हुन्छ फेरि अनि त्यसपछि यहाँ उचालेर अमिलो राख्ने अनि त्यसपछि यहाँ अमिलो पेलिसकेपछि चाहिँ यहाँबाट यस्तो निस्किँदै जान्छ अनि यहाँनिर चाहिँ पल हुन्छ। यहाँनिर यस्तो पल राखेको हुन्छ अनि यो पलबाट चाहिँ तुरुरु झर्छ अनि त्यसपछि यहाँ चाहिँ एउटा सिस्टम चाहिँ यस्तो गर्नु भएको रहेछ, यस्तो सिस्टम राखेको रहेछ। अनि योभन्दा नि अर्को सिस्टम चाहिँ कस्तो हुन्छ भन्दाखेरिमा यो हटाएर चाहिँ हामी यहाँ तल एउटा यस्तो भाडा राखिदिन्छौँ होइन। अनि त्यसपछि चाहिँ हामी यो माथि चाहिँ अनि यो चाङ्लोलाई चाहिँ यस्तो तरिकाले त्यो किनभने चाहिँ त्यो अमिलोबाट चाहिँ झोलझोल मात्रै तल जाओस् अनि त्यो गेडा चाहिँ त्यहीँ अड्कियोस् अनि फाल्न पाओस् भनेर चाहिँ त्यो सिस्टम चाहिँ बवाल छ जे होस्। अनि यसरी नै हुन्छ, म देखाउँछु। यो लिग्यो भएको कारण चाहिँ यसलाई काट्नु पर्दैन, दुई भागमा काटिन्छ होइन, नत्र भने यसरी काट्नु पर्थ्यो। तर यो चाहिँ नपरेको कारण चाहिँ यस्तो राख्ने अनि यसलाई चाहिँ अनि यहाँ राख्ने अनि त्यसपछि चाहिँ यसरी उफ्रिने अनि त्यसपछि फेरि यस्तो गर्ने। अमिलो बन्ने त यसरी नै हो, यो त प्योर स्टार्टिङ हो। मेन प्रोसेस भने यसको रस सबै निकालिसकेपछि अनि त्यसपछि मात्रै आउँछ। अहिलेलाई चाहिँ यसको रस चाहिँ ब्राउन कलरको निस्किन्छ अनि त्यसपछि यसलाई चाहिँ लगभग त्यो ठुलो भाँडामा लगभग 24-48 आवर्स चाहिँ ठुलो आगोमा तताउनु पर्छ। अनि तताइसकेपछि मात्रै यसको रस चाहिँ ब्ल्याक हुँदै आउँछ अनि त्यसपछि गाढा निस्किन्छ कि रस जस्तो निस्किँदैन। पाकेपछि चाहिँ त्यो लेदो निस्किन्छ होइन। अनि त्यो लगभग 4-5 वर्ष जति नै वर्ष राख्यो भने त्यो बिग्रिँदैन ओरिजिनल। अब पेल्न थाल्छु, अब काम फटाफट गर्न थाल्छु म। टोलीहरूको चरबर खुवाइ देख्यो भने डर लाग्ने होला फेरि। पानी यो हिमालको मूलबाट आएको पानी होइन, नमिठो छ त पानी यार, मन बसेन मलाई साँच्चै। हाम्रो त मूलबाट बग्यो सिधै हिमालबाट बग्यो, त्यसो भएछ क्या हिमालको पानी मिठो हुन्छ नि त। बाउलको यो खोलाबाट बग्यो होइन त सगरमाथा चाङ नदीको नजिक लगाऊ के त बजाउँछ के धेरै को खानामा खानामा यो हावा भन्छ हाम्रो लाइनको त सबले खान्छ नि साँच्ची यो अलिक ज्यादा छ कि यो ठुलो काम चाहिँ ज्यादा खानु पहिला मान्छे खान्छ माटो खान्छ अरे नि त माटो यसले पहिला माटो खान्छ कि त्यही भएर एक दत्तीमा खान्छ सुने चाहिँ छैन माटो यहाँ भएको सबसे ज्यादा को होला तपाईँ हो अनि खतरा खाले ज्यात्रो जस्तो त कोही देखिँदैन यहाँ चाहिँ यतिको चर्बो कसले खाला त है कहाँको 350 कसले खान्छ त नि यतिको